नमस्कार साथीहरू, वेलकम बैक टू माई ब्लग। आज धेरै दिनपछि म नयाँ ब्लगमा आएछु। समय पनि लाग्दैन, काम धन्दा यस्तै छ, काम नगरी खानु छैन, ब्लग बनाए ब्लग चल्दैनन्। फेरि पनि अलिअलि ब्लग बनाउने बानी छ, ब्लग बनाइरहेको छु। त्यही भएर फेरि एक ब्लगहरू बनाऊ भनेर आज बनाउने कोसिस गरेको छ। आज पनि खासै टाइम लागेको थिएन। बिहान काममा गएको थिएँ, दिउँसो रोटी खाना आएको थियो। बुवा बिमार हुनुहुन्छ, बुवालाई दबाई लिन जानुपर्ने काम पऱ्यो। फेरि म गएन काममा। फेरि उता भेनाजुले पनि चोट लागेको छ अरे, एक्सिडेन्ट भएर थियो। त्यहाँ पनि भेट्नु जाऊँ भन्ने प्लान बनाएर गएको छैन। आज घरमै छु, अनि त्यही भएर सानो एउटा ब्लग बनाएर अपलोड गरौँ भन्ने हिसाबले आज ब्लग बनाउने छु। अनि बस त्यस्तै छ, के भने परदेशी जीवन। रोटी राति खाने, काम धन्दा गर्ने, त्यही हो बस। अरू के छ, 2 रोटीको लागि जतन मर्नुपर्छ। सरकारहरू राम्रो हुन्थ्यो भने हाम्रो गाउँठाउँमा गरिन्थ्यो। त्यस्तै भयो, रोजगारी छैन, बेरोजगारी गर्दा अर्को मुलुक अर्को ठाउँमा यस्तै छ। बस जीवन हातमा राखेर हिँड्नुपर्छ। बिहान काममा गएपछि बेलुका थाहा लाग्दैन कि फर्केर आइन्छ कि आएन। काम त्यस्तै हेभी नै छ। त्यही हो, किस्मतको खेल हो। खै के भन्ने, यहाँ धेरै दुःखहरू छन् परदेशको जीवनमा। जो समय लाग्दा कसैसित कुरा गर्न पाइँदैन, गर्दाखेरि कोही आफ्नो मान्छेहरू पनि भन्छन् तर बोल्दिनस्, यो गरिदिनुहोस् भनेर सबै कटु गर्छन्। कोही पनि आजकल सम्पर्कमा यति रहँदैनन् भनौँ। पहिला जस्तो सम्पर्क यति छैन कोहीसित। तर पनि ठिकै छ, मेरो परिवारसित म बसिरहेको छु। कमाइ धन्दा त्यस्तै छ। अब कमाइ त ताराको किन छैन, नोकरी पेसाको मामला हो। हाम्रो हरियाणा भन्ने ठाउँमा यस्तै छ। नोकरी अब सानो नोकरी पाइन्छ, स्यालेरी भी कम पाइन्छ। त्यही पनि घरबार चल्छ अलिअलि भनौँ। अरू बाँकी त केही भन्नु छ र, त्यस्तै छ। अनि दसैँ लाग्छ भनौँ, कहिले बहिनी चोट लाग्छ, कहिले छोरीको अपरेसन हुनुपर्छ, कहिले के यस्तै। बुवा बिमार हुनुपर्छ, कस्तो हुने। फेरि भेनाले चोट लाग्छ अरे, अन्त भेनाको चोट कहिले ठिक हुने हो। खुट्टामा लाग्छ भन्छ नलोमा, खतम छ मामला। जता गरे पनि हान्नेको हान्ने छ। हुन्छ, आज अहिले भेनावन जान्छ एकछिन। भेनावन गएर भेनाको हालचाल छोडेर टिन पनि बनाउनु कस्तो छ। आज यस्तै नै छ। जानु पर्यो भेनाकोतिर, निकाल्नु पर्यो एकछिन। यो मेरो घरको स्थिति। हाम्रो बैगन कस्तो छन्, बैगनीहरू ढलेर गयो यस्तै लामो हिँड जाम्ला। ठुलो बैगन साग यस्तो भयो। तरुहरू यस्तो भयो। म आइपुगेँ दिदीको घरमा। यिनको घर अगाडि यस्तो छ, कार बजार। यो दिदीको घर, गुरुद्वारा। मेरो ठुलो दिदी बस्छ नि माथि जानुपर्छ छतमा। माथि छतमा जाने हो। कुकुर छ र, दिमाग खराब छ। के भयो खै, दबाई लिएको? दबाई लिएको त गरम पत्तीले बानीले हुन्छ। मैले लिने होला, बिहान पर्दैन। नानी घर छ उता साउने मेडिकल लिएर मगाउनु नि त। यो दिदीको घर, बिनाजु खुट्टा छ। दिदीको घर किचन। रक्सी खाइदिउँ क्या तिमीहरूले?
चोट त खतरै लाग्ने उभिएको मान्छेले किन हाल्नु पर्यो? म त त्यही नै भने ब्यागको ब्याग कहाँ हो र? नमस्ते। अनि के को कुरा धेरै दिन बार बना चेन कुकुरद्वारा यो भान्जा राजा ब्रोनो ए ब्रोनो ए ब्रोनो ए ब्रो ब्रो नमस्ते मामा। नमस्ते ए भान्जी ए ब्रोनो ए ब्रोनो ए कुकुर पुरा भा छतबाट उडा देखिन्छ बाहिर हाम्रो दिदी घरबाट काठमाडौँको बजार छ यहाँ त आम्मा यहाँ चाहिँ भ्यू राम्रो है खतरा छ त दिदीको छतमा आएर बनाएको दिदी यसले कसरी कुरा गरेर लामो म उता गए थिएँ भिना घरलाई भिनावाले दबाई ल्याएर भिनाबाट घर आएछु छु हेर दिदी पनि गएको थिएँ भिना चोट लाग्यो उहाँ पनि त्यस्तै यताउति भाग्दा भने टाइमै लागेन रात पऱ्यो दबाई दिलाएर उहाँलाई गएर मालिस गर्ने ट्युबहरू अनि स्प्रेहरू के दिलाएर बसमा त के भन्नु गरम पट्टी अरू स्प्रे वगैरहहरू दिलाएर फेरि दिदीले भन्नु मेरो ग्यास सबको ग्यास भर्दा भन्नु फेरि ग्यास भर्नु के गर्न बसमै टाइम लाग्यो फेरि एकछिन भयो चाय पानी खाइयो आज घर आएर फेरि बाटो सक्नु उत्रो फेरि बाबाको डक्टर सकेर स्पेसल ऊ भनेको बाबाको दबाई लिएर आएको थियो बिहान दिउँसो पनि बाबाले दबाई लिनु पर्थ्यो गाडीमा दबाई ल्याएर ड्युटी जान्छु भनेको त फेरि डक्टरै आएर हिँड्छ घर लिएर आएको त घरमा बार एक्टिभ भएको त झर्न सकेर लोट्नु भयो त्यही भएर मैले पनि छोएर गएन आज छुट्टी गयो दिउँसो त्यही अब यता दबाई लिएर आएको दबाई खानु भयो होला सुत्नु भने चाहिँ त आजको यस्तै थियो अब कहिले समय लाग्छ उठ्यो बनाउनु यो मेरो घरको माहौल साली बस्तीभित्र बस्नुभएको बन्यो त्यो दबाई खाएर सुत्नु रे त्यसलाई भन्दा सुताउनु 1-8 घन्टा राति बाँकी 3 गोली छ त्यो अलिक खिलाइदिनु 9 बजे खिलाउने एक फेरा उसको बाद सिधा बिहान खाना कुनै के बनायो रोटी खानु त पहिले भात नखानु होला धेरै बनाइदिन्छु गयो साग वाह के भन्नुहुन्छ काममा जानु भन्छ नहीं जान्दैन रे भन्छन् फेरि मेरो छोराले भन्ला तेरो बाउ त ठीक थियो काम हुन्छ फेरि आजको ब्लग यहीसम्म आजको समय यही थियो बाला यस्तै दबाईको चक्करमा छुट्टी गऱ्यो भेनावती भेटघाट भयो यताउति भेना पनि चोट लाग्यो मुलाकात भइरह्यो अब अर्को ब्लगमा भेटौँला अर्को ब्लग पनि थाहा छैन कहिले हुन्छ आजको त बस यस्तै भयो अनि अर्को ब्लग पनि थाहा छैन यो कमसेकम 1.5 महिनापछि आज बडा ब्लग बनाउने फुर्सद मिलेछ ब्लग के फुर्सद मिल्ने फेरि पनि मेरो घर बस्छ धेरै भयो नबनाएको भनेर बनाएको हुन्छ फेरि यो ब्लग हेर्नु होला अर्को ब्लगमा भेटौँला तबसम्मको लागि लाइक गरिदिनु होला भिडियो हेरेर सब्सक्राइब गरिदिनु च्यानललाई कमेन्ट पनि गरिदिनु होला कस्तो लाग्छ भिडियोहरू अनि मन पारिदिनु होला धेरै हुन्छ फेरि अर्को भिडियोमा हेर्नु